बीएड प्रथम वर्षमा सरुवा रोगहरूमध्ये मेनिन्जाइटिस पनि एक सरुवा रोग। यस मेनिन्जाइटिस रोगलाई मस्तिष्क र सुषुम्ना द्रव्यको ज्वरो अथवा सेरेब्रोस्पाइनल फेभर पनि भन्ने गरिन्छ। मस्तिष्क वा सुषुम्नालाई घेरेर राख्ने एउटा पातलो आवरण हुन्छ, त्यस पातलो आवरण मेनिन्ज हुन्छ। त्यही मेनिन्जलाई नै हामी मेनिन्जाइटिस भनिन्छ। यो रोग प्राय जसो बालबालिकामा बढी देखा पर्दछ। यस रोगले दीर्घकालीन असर गराउने एवं बालबालिकाहरूलाई सुस्त मनस्थिति एवं अपाङ्ग जस्तै हातको पक्षाघात हुने, खुट्टा नचल्ने, कान नसुन्ने समेत गराउने गर्दछ। यस रोगले थप जटिलताहरू उत्पन्न गराउने भएकाले यस रोगलाई खतरनाक रोगको रूपमा पनि लिने गरिन्छ। यस रोगको मुख्य कारण नाइसेरिया मेनिन्जाइटिस र मेनिन्गोकोकल भाइरस रहेको छ। यो रोगका भाइरसहरू मानव शरीरमा प्रवेश गरिसकेपछि 2 देखि 10 दिनभित्रमा रोगका लक्षणहरू देखा पर्ने गर्दछन्। यो रोग सर्नुको मुख्य कारण रोगी व्यक्तिले आछ्यौँ गर्दा, खोक्दा, रोगीसँगको प्रत्यक्ष सम्पर्क गर्दा, रोगीले प्रयोग गरेका भाँडा, कुँडा, लत्ता, कपडाहरू विसङ्क्रमण नगरिकन प्रयोग गरिदिनाले सङ्क्रमित धुलोबाट पनि यो रोग सर्नुका साथै दूषित खाना र पेय पदार्थबाट पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यो रोग लागेको हामीले कसरी थाहा पाउने भन्दा रोग लागिसकेपछि व्यक्तिमा, जुन रोगी व्यक्ति हुन्छ, रोगी व्यक्तिमा कम्पन हुनु, ज्वरो बेसरी आउनु, घाँटी पनि एकदम कडा हुनु र छाम्दा पनि दुख्ने, यताउता लान पनि नसकिने, अनि मस्तिष्कमा विकृति आउने, मस्तिष्कमा चेतना नै हराउने, कहिले एउटा बोलिदिने कहिले अर्को बोलिदिने, टाउको बेसरी दुख्ने अनि भमिट पनि हुन सक्ने र रोगी बेहोस समेत हुन सक्ने यस्ता किसिमका लक्षणहरू मेनिन्जाइटिसमा देखा पर्दछन्। दर्शकवृन्दहरू, अब हामीलाई मेनिन्जाइटिस भइसक्यो भने, अब मेनिन्जाइटिस भयो अथवा मेनिन्जाइटिसबाट कसरी बच्ने त्यसमा पनि हामीले ख्याल गर्नुपर्छ। पहिला त रोगी व्यक्ति जो छ त्यो रोगी व्यक्तिलाई परिवारका अन्य व्यक्तिभन्दा छुट्टै कोठामा राखेर उपचार गर्ने। त्यसपछि रोगीले उत्सर्जन गरेका जति नि खकार, दिसा, पिसाब जति पनि सिगानहरू हुन्छन् तिनीहरूलाई राम्रोसँग विसर्जन गर्नु पर्दछ। अनि रोगीलाई तुरुन्त हस्पिटल लैजाने र उपचार गर्नु पर्दछ। घर वरपरको वातावरण सफा सुग्घर राख्ने, व्यक्तिगत सरसफाइमा पनि ध्यान दिने। अझ स्पेशल भन्ने हो भने जुन घरका बिरामी अथवा जुन घरका व्यक्ति बिरामी छन् त्यस घरका व्यक्तिले राम्रोसँग सरसफाइमा ध्यान दिने। अनि जब मेनिन्जाइटिस लाग्यो अथवा नलाग्दै पनि मेनिन्जाइटिस विरुद्ध खोप लगाउने र यो अन्य व्यक्तिले पनि खोप लगाएर समयमा नै मेनिन्जाइटिस रोगसँग सुरक्षित रहन सकिन्छ। त्यसपछि स्वास्थ्य शिक्षाको माध्यमबाट यो मेनिन्जाइटिस रोगको बारेमा सर्वसाधारण जनताहरूलाई सचेत गराउनु पर्दछ। यो बीएड प्रथम वर्षका विद्यार्थीहरूको लागि अति उपयुक्त हुने उद्देश्य लिएर यो भिडियो मैले बनाएको छु। यहाँहरूले हेरिदिनु भएकोमा धन्यवाद दिँदै लाइक, कमेन्ट र सेयर गरिदिनु होला भन्ने आशा राख्न चाहन्छु। हस्त, धन्यवाद।